नमस्ते। आज चाहिँ म मेरो दैनिकी भित्र म काममा जाँदैछु। मैले चाहिँ बाइक निकाले यसरी बाहिरपट्टि भने म चाहिँ सर बाइकमा गएँ काममा। म चाहिँ बुढाबुढी काममा जाँदैछु। मौसम एकदमै चिसो छ। पछाडिपट्टि चाहिँ मेरो गृहमन्त्री छिन् भने म चाहिँ अगाडिपट्टि राइडर गरिराखेको छु। एकदमै धुसी परेको छ नि आजको मौसम चाहिँ। म चाहिँ फाइनल्ली यता काम गर्ने साइडमा आइपुगेँ। यो चाहिँ हामीले बनाएको घर हो। यति ठुलो घर छ है। काममा आइसकेपछि म चाहिँ सुरुको काम मैले यो ढलान फुटालेँ। यो अलि धेरै भएको थियो, मैले ढलान फुटालिसकेँ भने अब म बिस्तारै चाहिँ यो ढलान फुटालेर म चाहिँ अब इँटा जडाइ गर्नेछु है। अब मजाले एक हातले चाहिँ यस्तो यो मेसिन हान्नुपर्छ नि त। सङ्घर्ष त गर्नै पर्यो, दुःख त गर्नै पर्यो, धेरै गाह्रो हुन्छ भने यतापट्टि मेरो बुढीले चाहिँ इँटा बोक्दैछिन् भने म चाहिँ अब यता इँटा लगाउँदैछु। यो चाहिँ इँटा जोडाइ यसरी चाहिँ जोडाइ गर्न पर्छ। यो चाहिँ कम्पाउन्ड हो। यसले चाहिँ मजाले यो घर घेर्दैछौँ हामी। मेरो वास्तविकता मेरो जीवन यही हो। म चाहिँ यसरी काम गर्छु। सुन्नुहोस् त आजको बिहान कसरी सुरु भयो तपाईँको?